कुवेतको घटना सम्पूर्णलाई थाहै छ। दिनका दिन घटना घटिरहेका छन्। हाम्रा चेलीहरूले कतिले ज्यान गुमाइरहेका छन्। अस्ति भर्खर पनि कति मरिसक्नुभयो। फेरि अर्को ताजा काण्ड हाम्रो बालकुमारी परियार दिदीको, उहाँले पनि आफ्नो ज्यान गुमाइसक्नुभयो कुवेतमा। म के भन्न चाहन्छु भने भरिसके विदेश आउँदाखेरि सोचेर बुझेर आउनुहोस्, फ्रीको चक्करमा भनेर दलालको हातमा लागेर इन्डियाबाट विदेशमा नआउनुहोस्, यहाँ सप्लाई हुनु यताउता भनेको। अब म नेपाल सरकारलाई पनि दोष दिन चाहँदैन, किनकि नेपाल सरकारले हजुरहरूलाई घरको काममा आउनलाई शरम स्वीकृति दिएको छैन। नेपालबाट घरको भिजामा पठाएको छैन नेपाल सरकारले, तर पनि हजुरहरू अब लुकी आउनुभएको छ नेपालबाट, इन्डियाबाट अब कहाँ कहाँ पुग्नु भएको छ होइन। त्यही भएर भरिसके हजुरहरूले दुःख सोचेर आउनुभएको छ। घर परिवारलाई केही गरौँ भनेर सपना बोकेर आउनुभएको थियो। जस्तै गरी सपना बोकेर आउनुभएको थियो त्यस्तै गरी हजुरको सबैको सपना सफल होस् भन्न चाहन्छु। तर कति चेलीहरूले ज्यान गुमाउनु भएको छ। हाम्रो अब धेरै चेलीहरूले कुवेतमा ज्यान गुमाइसक्नु भएको छ। हालचाल अब यो बालकुमारी परियार दिदीले, उहाँले पनि ज्यान गुमाइसक्नुभयो। त्यस्तै गरी धेरैले गुमाउनु भएको छ। नेपाल सरकारसँग म एउटा रिक्वेस्ट गर्न चाहन्छु कि भरिसके हाम्रो नेपालका दुखी पीडित दिदी बहिनीहरूलाई नेपालमै केही रोजगार दियोस् होइन, केही न केही रोजगार दियोस्। भरिसके विदेशमा जान नपरोस् भन्छु। विदेशमा जानुपर्छ, राम्रो ठाउँमा जानुहोस्। अस्ट्रेलिया, जापान, अमेरिका, लन्डन जानुहोस्। पढाइ लेखाइ छ भने राम्रो, भोलि बिहान हजुरले आफ्नो परिवार श्रीमान बच्चा बच्चीलाई राख्ने क्षमता छ भने त्यस्तोलाई ठिक छ। तर एउटा गाउँको सिधा सादा चेलीहरू अब गाउँको सिधा सादा गरिब दुःख पीडितहरू आउने भनेको यो फ्रीबाट उड्न पाइन्छ, कले उडाउँछ। त्यही त हो नि, जब गरिबी लागेपछि त्यस्तो हुन्छ। त्यही भएर भरिसके सोचेर बुझेर आउनुलाई विदेशमा आउँदाखेरि विदेशमा धेरै चेलीहरूले ज्यान गुमाइसक्नु भयो। मैले नेपाल सरकारलाई त्यही भन्न चाहन्छु, भरिसके रोजगार दिनुहोस्, दुखी पीडितहरूलाई रोजगार दिनुहोस्। नेपाल सरकार चाहे जो आओस्, तर एउटा दुखी पीडितहरूलाई पनि हेरोस्। आफ्नो सिटको लागि मात्रै नलडोस् क्या, म त्यही भन्छु क्या। दुखी पीडितलाई पनि हेरोस् क्या, आफ्नो सिटको लागि मात्रै लड्ने होइन क्या, तर दुखी पीडितहरूलाई पनि हेरिदिनुहोस्। अलि बढी ध्यान दिनुहोस् भन्न चाहन्छु। अब विदेशमा आएको चेलीहरूलाई पनि अलिकति ख्याल गरिदिनुहोस्। अब हाम्रो यहाँको दूतावास, अब एमपिसीले पनि ख्याल गर्नुपर्ने कुरा हो। अब दिनका दिन घटना घटिरहेको छन् है। नेपाल सरकारले थाहा पाएको कि नपाएको कि आँखामा पट्टी बाँधेको कि अब यही ठाउँमा अरब कन्ट्रीको चेली, कुनै पनि चेली हाम्रो नेपालमा गएर कसैले यस्तो मारिदियोस् त, केही गरोस् त, नेपालको हालत के हुन्छ एकचोटि कल्पना गर्नुहोस् त। तर हाम्रा यस्तो चेलीहरू विदेशमा कति घटना घटिरहेको छन्। कुवेतमा कति घटना घटिरहेको छ। भरिसके कुवेतको लागि केही गरिदिनुहोस् चेलीहरूलाई। घरको भिजामा प्लिज हजुरहरू दिदी बहिनीहरू नजानुहोस्, घरको भिजामा भरिसके नजानुहोस्, म त्यही भन्छु। नजानुहोस् घरको भिसामा, बरु 2-4 पैसा खर्च गरेर कम्पनीमा जानु। कम्पनीहरूको फेसिलिटी हुन्छ, हरेक चिज हुन्छ। अब रुममा पनि सबै साथीहरू हुनुहुन्छ, आफ्नो कुरा सेयर गर्न पाउँछ। घरको भिजा भनेको बडो गाह्रो हुन्छ, न बाहिर निस्किन दिन्छ, न आफूले मन लागेको कुरा गर्न पाइयो, न घरमा समस्या हुन्छ, धेरै समस्या छ। मैले यस्ता दिदीबहिनीहरूको पीडा धेरैको सुनेको छु। त्यही भएर प्लिज दिदीबहिनीहरू आफ्नोले केयर गर्नुहोस्, ख्याल गर्नुहोस्। सपना बोकेर आउनुभएको छ, राम्रोसँग सोचेर बुझेर गर्नु होला, त्यही भन्न चाहन्छु। जतिले पनि अब स्वर्गीयवास हुनुभयो उहाँहरूको लागि अब स्वर्गवास होस्, त्यही भन्न चाहन्छु। अब अरू पनि दिदीहरू कोही नयाँ आउँदै हुनुहुन्छ भने पनि सोचेर बुझेरै आउनु होला। विदेश भन्ने ठाउँ आफ्नो देश जस्तो हुँदैन।